ल साथीहरू अहिले चाहिँ 10:15 बज्यो यता टिलिक्क घाम लागेको छ है असार मास यहाँ खुर्सानी टिप्न आएको खुर्सानी आज खत्रै पाके रहेछ पुरै रातो भएको छ है यस्तो छ खुर्सानी 8-9वटा बुटा लगाएको खुर्सानी त कति एक वर्षलाई पुग्ने भयो होला सुकाएर राख्ने यो रातो चाहिँ ढक्क लगाएर यस्तो छ बुढी चाहिँ छाता ओढाएको छ आफ्नो त छाता यस्तो छ खुर्सानी टिप्दै यस्तो छ रातो 1 किलो जति निस्किन्छ कि हो है फाइनल्ली यति टिप्यो ल अब यो सट्ट सुकाएर राख्ने भोलिपर्सि खुर्सानी नभएको बेलामा खाना हुन्छ पड्काएर खाने हुन्छ साग पकाउँदा